आज यमपञ्चकको अन्तिम दिन भाइटिकाका लागि उत्तम साइत बिहान 11 बजेर 39 मिनेटमा। भाइटिकाको उत्तम साइत कुन देशमा कति छ? यस वर्षको भाइटिकाको उत्तम साइत आज बिहान 11 बजेर 39 मिनेट जाँदा रहेको छ। आज मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या, नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहुर्तको शुभ साइत दिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक देवमणि भट्टराईले बताउनु भएको छ। यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो। सोमबार भने बिहान नरक स्नान सहित कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा सम्पन्न भएको थियो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ। कार्तिक 6 गते बिहान बिहिबार 11 बजेर 39 मिनेटमा भाइटिकाको उत्तम साइत रहेको समितिले जनाएको छ। तर नेपाल सहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटिका लगाइँदैछ। विश्वका अन्य देशमा पनि भाइटिकाको उत्तम साइत निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको छ। जस अनुसार 22 र 23 अक्टोबरमा टिकाको शुभ साइत जुरेको छ। जसमध्ये भारतको दिल्लीमा 11 बजेर 55 मिनेटमा साइत जुराइएको छ भने अमेरिकामा 22 अक्टोबरमा शुभ साइत जुरेको छ। समितिका अनुसार अमेरिकाको न्युयोर्कमा 11 बजेर 55 मिनेट, फ्र्याङ्कफर्ट र केन्टुकीमा 11 बजेर 31 मिनेट, टेक्सासमा 11 बजेर 57 मिनेट, वाशिङटन डीसीमा 11 बजेर 41 मिनेट, क्यालिफोर्नियामा 11 बजेर 49 मिनेट, कोलोराडोमा 11 बजेर 27 मिनेट, सिकागोमा 11 बजेर 33 मिनेटमा शुभ साइत जुराएको छ। त्यस्तै गरी क्यानाडाको टोरन्टोमा 11 बजेर 30 मिनेटमा, भ्यान्कुभरमा 11 बजेर 35 मिनेटमा शुभ साइत जुराइएको छ। त्यस्तै गरी अस्ट्रेलियाको सिडनीमा 11 बजेर 25 मिनेटमा, मेलबर्नमा 11 बजेर 25 मिनेटमा, ब्रिस्बेनमा 11 बजेर 43 मिनेटमा, एडिलेडमा 11 बजेर 53 मिनेटमा, क्यानबेरामा 11 बजेर 27 मिनेटमा, तास्मानियामा 11 बजेर 25 मिनेटमा, पर्थमा 10 बजेर 34 मिनेटमा र डार्विनमा 11 बजेर 57 मिनेटमा शुभ साइत जुराइएको छ। त्यस्तै गरी न्युजिल्यान्डको वेलिङटनमा 11 बजेर 31 मिनेटमा, पोर्चुगलको लिस्बनमा 11 बजेर 29 मिनेटमा, बेलायतको लन्डनमा 11 बजेर 37 मिनेटमा, फ्रान्सको पेरिसमा 11 बजेर 21 मिनेटमा, नर्वेको ओस्लोमा 11 बजेर 43 मिनेटमा, डेनमार्कमा 11 बजेर 25 मिनेटमा, जर्मनीमा 11 बजेर 43 मिनेटमा साइत जुरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ। त्यस्तै गरी फिनल्यान्डमा 11 बजेर 47 मिनेटमा, स्विजरल्यान्डमा 11 बजेर 54 मिनेटमा, माल्टामा 11 बजेर 23 मिनेटमा, मलेसियाको क्वालालम्पुरमा 11 बजेर 57 मिनेटमा, युएईको अबुधाबीमा 11 बजेर 45 मिनेटमा, कतारको दोहामा 11 बजेर 55 मिनेटमा, कुवेतमा 11 बजेर 45 मिनेटमा, इजरायलको तेल अभिवमा 11 बजेर 1 मिनेटमा, साउदी अरेबियामा 11 बजेर 55 मिनेटमा, थाइल्यान्डको बैंककमा 11 बजेर 41 मिनेटमा शुभ साइत जुराइएको छ। त्यस्तै गरी जापानको टोकियोमा 11 बजेर 42 मिनेटमा, दक्षिण कोरियामा 11 बजेर 21 मिनेटमा, सिङ्गापुरमा 11 बजेर 58 मिनेटमा, हङकङमा 11 बजेर 45 मिनेटमा र म्यानमारको यंगुनमा 11 बजेर 55 मिनेटमा टिकाको शुभ साइत जुरेको समितिले जनाएको छ।